दर्शकवृन्द, यति बेला प्रहरीले मुचुल्का उठाउने काम हुँदैछ। हामी धेरै डिस्टर्ब गर्दैनौं, तर घटनास्थल कस्तो छ भन्ने उत्सुकता आम जनताको हुन सक्छ। सर के छ उताको जान दिएको छैन होला हैन? कहाँ रहेछ? यतै हो बजारिएको? ओहो हेर त बिजुक। कहाँ हो सर बजारिएको चाहिँ? ठोकिएको यताबाट? माथि ठोकेर ए माथिबाट बज्रियो। भर्खरै मात्र यहीँबाट उद्धार गरिएको छ। हामी यो घटनास्थलमा देखिरहेका छौँ। यहाँ स्थानीयवासी जो छिटो आएको त्यस्तो कोही हुनुहुन्छ होला त? हुनुहुन्न? ए यो पखेटा टुक्रा कहाँ हो त्यो खसेको? यतै हो? हो पुलिस छ? ठिक छ, हामी कार्डवाला छौँ। यति जहाँबाट रोक्छ फर्क्यौँला नि। ए ल, यो घटनास्थलतर्फ हामी अगाडि बढ्दैछौँ र घटनास्थल यो माथि हो भन्ने कुरा आएको छ र हामीले यो घटनास्थलमा स्थानीयवासीहरूदेखि सशस्त्र प्रहरी नेपाल प्रहरीको टिमले उद्धार गरेको दृश्य। दर्शकवृन्द, जुन हेलिकप्टर दुर्घटना भएको स्थलतर्फ हामी लैजाँदैछौँ। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर 7 मा पर्ने यो सूर्यचौर नजिकै हेलिकप्टर दुर्घटना भएको छ र 4 जना चाइनिज नागरिक सहित 1 जना जो पाइलट नेपालकै। हेर्नुभयो सर घटनास्थल? अनि सब अहिलेसम्म ल्याएको छैन त होला? ए तल हुनुहुन्छ। कति टाढा यहाँबाट? घटनास्थल कति नजिकै हो? नजिकै हो। यहाँ घटनास्थलतर्फ हामी अगाडि बढ्दैछौँ र घटनास्थलमा यति बेला सब लैजाने काम सकिएको छ। हामीले यहाँ देखिरहेका छौँ। गइसक्यो होइन त? ल ठिक छ, हामीले तलको खिच्यौँ। माथि के छ? त्यही भग्नावशेष। यस्तो जङ्गलमा सर के छ माथि स्थिति? माथि स्थिति तपाईको सबै अब लगिसक्यो। सिल भइसकेको छ। ए जान दिनु भएको छैन? ए पनि त्यो एउटा फर्क हो। ए ल हुन्छ सर, हामी अगाडि जहाँसम्म सकिन्छ अनुमति दृश्य देखाउँदैछौँ। यही हो सर? यो हो जलेको ठाउँ हो र? सरहरू फर्किनु पर्छ त है? छ एउटा एउटा फोटो खिचेर फर्किहाल्छौँ। यो घटनास्थल देख्न सक्नुहुन्छ। यो एकदमै शिवपुरी राष्ट्रिय निकुञ्जको क्षेत्र हो र शिवपुरी राष्ट्रिय निकुञ्ज जुन चाहिँ यति बेला